हेर्नु होला यो भ्युटार दमकको भ्युटार आजभन्दा अगाडि नै मलाई आउने रहर चाहिँ थियो, तर म धेरै इन्डिया बस्नुले भर्खर आउँदैछु र आज सोख पुरा गरेको छु यो भ्युटार घुमेर। हेर, घरको नजिकै हो, मेरो घरको नजिकै हो, तर पनि आएको थिइनँ म यहाँनेरि। लगभग 10-12 मिनट लाग्दो रहेछ। 12 मिनट लाग्यो बाइकमा आइपुग्नलाई, यहाँ आइपुग्नलाई। मेरो घरदेखि 12 मिनट लाग्दो रहेछ। अब म चाहिँ एकदम स्लोमा हिँड्छु र 12 मिनट लाग्यो, तर अलिक स्पिड कुदाउनेहरूको लागि चाहिँ यहाँनेरि आउनलाई त्यही 8 मिनट 8-10 मिनट त्यस्तै लाग्दो रहेछ मेरो मधुमल्ला घरदेखि यता आउनलाई। हेर्नु होला भ्युटार यो बाहिर मात्र घुम्न पाइँदो रहेछ, भित्र चाहिँ एन्ट्री रहेनछ अहिले। बिस्तारै होला अहिले नभए पनि, म चाहिँ अब यताबाट लागेँ होइन, म यतैबाट लाग्नु पर्यो। हेर्नु होला एकदमै भित्रै घुम्न पाइँदो रहेछ, रमाइलो रहेछ। रमाइलै मानिदिउँ, रमाइलै गरी घुमिदिउँ न भनेर आएको, रमाइलै भयो। उतादेखि जान्छ, यताबाट हो यसो। भित्र इन्ट्री रहेनछ, बाहिर मात्रै रहेछ। बाहिर चाहिँ वरिपरि घुम्न पाइयो। त्यहाँ पनि छैन, त्यहाँदेखि उता छैन। हेर्नु होला एकदमै रमाइलो हाम्रो दमक भ्युटार। उता चाहिँ गाउँ छ, बस्ती रहेछ, एकदम रमाइलो बस्ती। तर एउटा कुरा मलाई अचम्म लाग्यो, यहाँ भित्र पनि बन्द छ। यो बनाउनुको उद्देश्य के हो? मान्छे भित्र पनि इन्ट्री छैन, बाहिर मात्रै घुम्न पाइने। यत्रो ठुलो भ्यू टावर छ, यसमा त पक्कै धेरै लगानी छ, तर केही यसको उपलब्धि मैले केही पनि देखिनँ। यो बनाउनुको उद्देश्य के हो यो चाहिँ बुझिनँ। बनाए यो भ्युटार यसो हेर्दाखेरि यो भ्युटार
बनाएको र यसो खर्च लगानी गरे अनुसार त यहाँ त निकै आम्दानी पनि हुनुपर्ने थियो जस्तो लाग्यो, तर त्यो छैन, देखिएन, मान्छे पनि छैन। अब यहाँ चाहिँ गेट, यहाँबाट अब म बाहिर निस्किँदैछु, हेर्नु ल। अब घरतर्फ लाग्दैछु म चाहिँ निस्केर। यसो चिसो चिसो खाना पनि पाइनेछ यहाँनिर। यहाँ चाहिँ भलिबल चलिरहेको छ। हाम्रो भाइ युवाहरूको भलिबल चलिरहेको छ, हेर्नु ल। हेर्नुहोस् है, यहाँ चाहिँ यहाँ चटपटे पानीपुरी सबै पाइँदो रहेछ। हेर्नु ल, मेरो लभली प्रेम राई छ। हजुर, हेर्नु ल, यहाँ चटपटे। ठिकै छ, लभली प्रेम छ। एड्रेट